समान प्रकृतिको आम्दानीको निमित्त, सामाजिक सुरक्षाको निमित्त दिएको रकमको निमित्त र न्यून दर गर्ने, समान गर्ने भन्ने विषयवस्तुमा निश्चित रूपमा नीतिगत तहमा बहस गर्न मुनासिब उपयुक्त विषय हो। त्यो यहाँहरूले उठाउनु हो, मलाई सम्झाउनु हो र मैले अब जाने बेलामा आगामी अर्थमन्त्रीलाई त्यो कुरा स्मरण गराएर पनि जान्छु। कृषकहरूले सकारात्मक अवस्था देखाए पनि ठुला चुनौतीहरू छन्। हामीसँग रहेको निष्क्रिय पुँजीलाई उत्पादनशील काममा लगानी गर्न सकेका छैनौँ। मध्यपूर्व र गल्फ खाडी मुलुकहरूमा आएको सङ्कटको कारणले हाम्रो आपूर्ति श्रृङ्खला अवरुद्ध हुने र त्यसै गरी कतिपय आयात गर्ने वस्तुहरूको मूल्य बढ्न जाने र त्यसले गर्दाखेरि हाम्रो औद्योगिक उत्पादनको, हाम्रो अर्थतन्त्रको लागत पनि बढ्न जाने सम्भावना देखिएको छ। त्यसको निमित्त हामी सबै सचेत हुनुपर्ने छ र कतिपय कुराहरू चाहिँ द्रुत गतिले निर्णय गर्नुपर्ने अवस्था पनि छ। हामी सरकार परिवर्तनको सङ्घारमा छौँ। मलाई विश्वास छ आगामी सरकारले एउटा ठुलो बहुमतसहित, शक्तिशाली बहुमत भन्ने शब्द उहाँहरूले प्रयोग गर्नुभएको छ। शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न भएका चुनौतीलाई सामना गर्दै समष्टिगत आर्थिक परिसूचकहरूमा देखिन गएको सकारात्मक सङ्केत, किनभने त्यसको प्रयोग गरिएन भने त्यो सकारात्मक सङ्केत चाहिँ खालि वर्णन गर्नको लागि मात्रै पर्याप्त हुन्छ। शोधनान्तर बचतमा छौँ, चालु खाता बचतमा छ, विदेशी मुद्राको सञ्चित राम्रो छ, मुद्रास्फीतिको दर कमजोर छ। नेपाल सरकारको राजस्वको वृद्धि दर पनि मैले जुन बेलामा अर्थ मन्त्रालयमा काम प्रारम्भ गरेँ -7%, 6.8% थियो। भन्नाले गत आर्थिक वर्षको तुलनामा 6.8%ले कम थियो। चालु वर्षको लक्ष्यको तुलनामा जम्मा 72% मात्रै असुली भएको थियो। आज बिहान मैले तथ्याङ्क हेर्दै थिएँ, वृद्धि दर कम्तीमा पनि 4% को हाराहारीमा पुगिरहेछ र लक्ष्यको तुलनामा करिब 83% पुगेको रहेछ। एउटा केही सुधार त भएको छ, तर यो पर्याप्त छैन। सूचकहरू राम्रा छन्, तर यो पर्याप्त छैन। जबसम्म मुलुकमा रोजगारी सृजना हुँदैन, निष्क्रिय पुँजीको उत्पादनशील काममा लगानी हुँदैन, लगानीकर्ताको हातमा पुँजी जाने बाटो सहज हुँदैन, लगानीकर्ताले लगानी गर्नको निमित्त आत्मविश्वास आर्जन गर्दैन, तबसम्म सूचक राम्रो भएर मात्रै खुसी हुनुपर्ने अवस्था छैन। त्यस कारणले त्यो दिशामा काम गर्नको निमित्त यहाँहरू सबैलाई पनि प्रेरणा मिलोस्, यहाँहरूको साथ नयाँ सरकारलाई पनि रहोस्, त्यही कामना गर्दै अब 72औं वर्ष वार्षिकोत्सव नेपाल सरकारले उद्धार नगरिकन यो संस्थाले मनाउन पाओस्